हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म झोला बोकेर गएँ है। कता गएँ भन्नुपर्दाखेरि चाहिँ साथी घरतिर। अनि साथीहरूलाई पनि बोलाएर सबैजनालाई बटुलेर म फेरि हिँडेँ। अनि हामी हिँड्ने बाटो चाहिँ यस्तो अप्ठ्यारो थियो नि, पुरै लला जस्तो ओह्रालो थियो। अनि खोला पनि कति राम्रो कति ठुलो छ कि हाम्रो चाहिँ। अनि त्यसपछि टक्कसँग हिँड्दा ठक्लाएर म चाहिँ बसेँ। अनि त्यसपछि के को रुखो थाहा भएन, तर यसको चाहिँ के खानेकुरा हो मलाई यसको नाम पनि थाहा भएन। त्यो खाए चाहिँ तर मिठो अमिलो अमिलो थियो है। अनि घरि उकालो चढ्दै ओह्रालो चढ्दै हामी चाहिँ हिँडिरहेको थियौँ। अनि कता हिँडेको भन्नुपर्दा चाहिँ हामी जङ्गलतिर आएको है। अनि जङ्गलतिर चाहिँ किन आएको भन्दाखेरि चाहिँ च्याउ खोज्न आएको। अनि एकछिनमा जङ्गलमा च्याउ नभेट्दाखेरि त वाक्क लागिसकेको थियो नि। एक्कासी मैले च्याउ देखेँ कि है, च्याउ चाहिँ। अनि अहिले चाहिँ च्याउ फल्ने बेला छ नि त। अनि अहिले चाहिँ कति राम्रो राम्रो च्याउ फल्छ। अनि च्याउ पनि हामी चाहिँ 2 थरीको टिपिरहेको थियौँ सबैजना भएर। अनि एकछिनमा त पानी परेर म त लुत्रुक्क भिजिरहेको है। खोलाबारी पनि कत्रो आएको थियो। अनि हाम्रो बहिनीहरू चाहिँ खोला तर्न सके डराएको थिए। अनि म चाहिँ माथि हालेर चाहिँ कति राम्रो देखेको थियो मौसम पनि। अनि मैले च्याउ पनि टन्नै लिएर आएको थिएँ है। अनि घरमा आएर केलाएर राख्दाखेरि त कति धेरै भएको थियो च्याउ। अनि आजको लागि चाहिँ बाई बाई गाइस।